हाई गाइस वेलकम टु माई भ्लग। आज चाहिँ म विश्वनाथ चारैलतिर जाँदैछु किनभने अलिकति बजार गर्नु थियो। त्यही लागि म र मेरो भेनाजु हामी दुईजना मिलेर विश्वनाथ चारैली जाँदैछौँ बजार गर्नको लागि। दसैँ त के भन्नु, अब सबै आसाममा दसैँ जस्तो त लागेकै छैन, बिकज जुबिन दाको डेथ भएको कारणले कसैलाई पनि दसैँ त लागेको छैन, सबै दुःखमै छन्। अनि त्यही लागि कसैले पनि त्यस्तो मनाएकै छैनन् दसैँ। त्यही पनि नियम त हो, अलिकति अब पालन त गर्नै पर्यो। अब त्यही लागि जाँदैछौँ अब भ्लग हेर्दै गर्नु। वेदर पनि एकदमै राम्रो छ। यस्तो वेदर चाहिँ एकदम घुम्न जान र कतै जानु छ भने यस्तो वेदरमा तपाईँहरू निक्लिन सक्नुहुन्छ। एकदमै प्लेजेन्ट वेदर छ। अन्तसत्य सेन्टरमा एकदमै राम्रो देवी थान बनाएका रहेछन्, तर मान्छे चाहिँ त्यति थिएनन् अब। अनि सबैतिर सोतियामा चारैलीमा सबैतिरै देवी थान बनाएका छन्, तर मान्छे चाहिँ छैनन् अब। अनि हामी चारैली एन्टर भयौँ। चारैली एन्टर हुँदा हुँदै चारैलीमा पनि मान्छे एकदमै कम्ती थिए। खै के भएर कम्ती हुने, यस्तो अरू बेला त कम्ती हुँदैनन्। अनि यहाँ थानाको छेउमा पनि एकदमै राम्रो पेन्डल बनाएको रहेछ। उसको बाद हामी सबैजना आयौँ विशाल मार्केटमा। विशाल मार्केटमा आएर कपडा सपडा हेर्न थालेको त एकदमै ट्रेन्डी आउटफिट्स रहेछन् अनि धेरै राम्रो आएको छन्। त्यसपछि यो माथिको फ्लोरमा गएर कन्भिनियन्स स्टोरमा गएर हेरेको त खाने सामान पनि एकदम अफर रहेछ। सबै थोकमै बहुत राम्रो अफर थियो। तपाईँहरू पनि जान सक्नुहुन्छ, अफर लाग्दैछ अहिले। अनि मलाई चाहिँ एकदम भोक लाग्दै थियो, म चाहिँ एउटा ठन्डा किनेर खाँदै थिएँ। अनि खाँदा खाँदा एकदम राति भइसक्यो अनि घर जाने बेला पनि भयो। सो सी यु इन द नेक्स्ट भ्लग। बाई बाई।